खतरनाक छ त भाइ है के खोइ हाम्रो गाउँमा यो पाखा पोखरामा यो के भन्छ रे सारा हैन सारा पुरा यो मकै खट्टम पारिदिने जात हो दुम्सी ल जाउँ खतरनाक भूत बङ्गला हामी भूत बङ्गलाभित्र पस्यो मुसा हैन र मुसा हामीलाई घरमा कति सताउँछ यहाँ पालेर राख्नु पर्छ दुईटा चारवटा यसको नाम के चारवटा हो यता तीनवटा गरे छवटा अब पहिला एकदम रमाइलो के पुरा झ्यापोर सुते जस्तो यता छ नि लोखर के घुस खतरनाक छ यो चाहिँ एकदम के म्याउ अब यहाँ के हाल्न दिन्न खाना दिन्न बनायो यो खुइलेर बिचरा एउटा छोपेर तन्दुरी बनाएर खाना न्याउरी हो र होइन न्याउरी नै हो है न्याउरी प्रजाति हो ल बनायो विभिन्न किसिमका इन्फर्मेसन दिइराख्नु भएको छ खिच्न पाइने कि नपाइने भाइ 입장하실 때는 실행분들 모두 모여서 입장해주세요. 현재 대기시간 약 40분 소요되고 있습니다. 40 मिनट 40 मिनट गरेर जानु 40 मिनट यो हामी यो विभिन्न खाले यहाँको सेभेन यहाँ पनि मसिना लोकरके
ल मऱ्यो भने मुरा पल्ताएर धन्नै मरेको ऊ माथि त पल्ताएर चकचके त हो यो चकचके चकचके आऊ यो सबभन्दा चकचके फास्टर जनावर हो कि यो एकदम रमाइलो नि गर्छ यसले बडा रमाइलो गर्दै हामी यहाँबाट इन्ट्री भए पछाडि कति मिनट भइसक्यो चाडहरू रहेछ हात्तीहरू कराइरहेको अवस्था छ है भाइजू पहिलाको भन्दा धेरै डिफ्रेन्ट भएको छ नि है यो चाहिँ कतिको उभिएको बनाएको छ ठ्याक्कै बनाएको छ कि स्ट्याचु पनि ल यो कलाकारितालाई पनि मान्नुपर्छ ठ्याक्कै बनाएको छ उभिएर हेरेको अब हामी विभिन्न किसिमका जनावरहरू हेर्नको लागि हामी बान न यही जस्तो लाग्छ सर खरको घर मुनि घर थियो घर हामी खरको घर मुनि छौँ हामी लाइनमै छौँ हाम्रो के अरे बाको पालाको घर हो यो योभन्दा त राम्रो छ कति राम्रो छ हामी नि यस्तै घरमा हुर्क्या खरायो 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 त गाउँघरमा हेर्नु बच्चाहरूलाई पनि यस्तो रमाइलो लाग्ने यो सानी नानी मोबाइलबाट कैद गर्दैछ नि इन्फर्मेसन टाइपको केही देखाउनु पर्दो रहेछ